पहिलो हाँसो पहिलो बोली सब याद छ हिजोका बाचा आजको शून्यता साथ छ जीवनको रंग नै हरायो
दर्शकले लन्ठु भनेर बोलाउँदा चीज गुरुङ हुन्छन् यति धेरै खुसी। दर्शकबिन नमस्कार, आज पनि नयाँ भिडियोको साथमा हामी उपस्थित भइसकेका छौं। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। दर्शकबिन पछिल्लो समय धेरै दर्शकको मनमा राज गर्न सफल भएका गायक हुन् चीज गुरुङ। चीज गुरुङले धेरै कडा लाइभ दोहोरी गाएका छन्। उनले गाएका लाइभ दोहोरीहरू युट्युब च्यानलमा हेर्ने हो भने मिलियन भ्यूजमा पुग्न सफल भएका छन्। गायक चीज गुरुङसँग दोहोरी गाउन चर्चित गायिकाहरूलाई पनि हम्मे पर्ने गर्दछ। लाइभ दोहोरी गाएर नै चीज गुरुङले धेरै दर्शकको मन जितिसकेका छन्। धेरै दर्शकको मन जितेकै कारण अहिले देश तथा विदेशका कार्यक्रममा गायक चीज गुरुङ निकै नै व्यस्त देखिएका छन्। गायक चीज गुरुङले दोहोरी क्षेत्रमा आउन धेरै दुःख संघर्ष गरेका छन्। गायक चीज गुरुङले दोहोरी क्षेत्रमा आउनको लागि धेरै दुःख संघर्ष गरेका छन्। आज हामी यो भिडियोमा गायक चीज गुरुङले भोग्नु परेको दुःख संघर्षको बारेमा तपाईलाई भन्दैछौं। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। गायक चीज गुरुङको जन्म गोर्खा जिल्लामा भएको हो। चीज गुरुङको बाल्यकाल पनि गोर्खा जिल्लामै बितेको थियो। चीज गुरुङ गाउँमा हुर्किएका थिए। उनी जन्मे हुर्केको गाउँमा नाचगान धेरै हुने गर्दथ्यो। चीज गुरुङलाई त्यही भएर पनि सानैदेखि नाचगानमा निकै नै रुचि थियो। गायक चीज गुरुङ मिठो गीत गाउनुको साथै राम्रो नृत्य पनि गर्दछन्। चीज गुरुङले गाउँघरमा हुने हरेक प्रोग्राममा भाग लिने गर्दथे। सानैदेखि गीत गाउनमा रुचि भएका चीज गुरुङले एसएलसी गोर्खा जिल्लाबाट दिएका थिए। चीज गुरुङले एसएलसी गोर्खाबाट पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौँ गएका थिए। काठमाडौँमा गएर केही बन्छु केही गर्छु भनेर उनी गोर्खाबाट काठमाडौँ पुगेका थिए। काठमाडौँ गएपछि चीज गुरुङले धेरै दुःख संघर्ष गर्नु परेको थियो। गायक चीज गुरुङले सानैमा आफ्नो आमा गुमाएका थिए। कक्षा 8 मा पढ्दै गर्दा जन्म दिने आमा गुमाएका थिए र कान्छी आमाको माया पाएर उनी हुर्किएका थिए। सानैमा जन्म दिने आमा गुमाएका चीज गुरुङले आफूलाई दुःख पर्दा आमाको धेरै याद आउँछ भनेर बताएका छन् र आमालाई सम्झेर उनको सधैँ आँखा रसाउने गर्दछ।